दर्शकबिन अब भने यता भूमिकालाई के भएको छ, दर्शकबिन भूपेन्द्र र भुन्टी भने बाहिर गएर घरमा आउँछन् र दर्शकबिन भूमिका भने ढलेकी थिइन् र मुखबाट रगत पनि बगिरहेको थियो। दर्शकबिन उनका भाइ अनि दाइ भने उनलाई उठाउने प्रयास गरेका थिए। दर्शकबिन भूमिकाले भने विष खाएको हुनुपर्छ। दर्शकबिन उता भूमिकाले मन पराएको केटाले भने अर्को केटीसँग बसेपछि भूमिकाले त्यस्तो गर्न पुगेको हुनुपर्छ। दर्शकबिन तपाईँलाई के लाग्छ, अब आउने भागमा भने भूमिकालाई सन्चो हुन्छ त? भन्नुहोस्, त्यसैबारे जानकारी दिनेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र दर्शकबिन भिडियो मन परे लाइक गरिदिनुहोला। दर्शकबिन अघिल्लो भागमा हेरेअनुसार भने यता भुन्टीलाई भने भूपेन्द्रले स्कुल लगेर जान्छन् र दर्शकबिन भूपेन्द्रका दाइ र भाउजू पनि त्यहाँ आएका रहेछन्। दर्शकबिन भाउजूले भने भूपेन्द्रले त्यस्तो गवार केटीसँग किन विवाह गरे भनेर प्रश्न गरेपछि यता भने भूपेन्द्रका भाइ भीमले सबै जवाफ दिएका छन्। दर्शकबिन उनीहरू निकै नै खुसी छन्। अब भने यता भूमिकाले त्यो केटालाई भने अर्को केटीसँग देख्दा आफूले भने विष खाएको हुनुपर्छ। दर्शकबिन अब आउने भागमा भने भूपेन्द्रले भूमिकालाई अस्पताल लग्नेछन् र दर्शकबिन उनलाई निको भएपछि गाउँतिर दबाई दिनेछन्। दर्शकबिन भूमिकालाई गाउँमै ठिक थियो भन्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब अवश्य गर्नुहोला र भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला।